हेलो साथीहरु, गुड इभिनिङ। के गर्दै हुनुहुन्छ तपाईहरु? स्वागत छ मेरो नयाँ भिडियोमा हैन। उतापट्टिको दिदीले के आम ल्याउनु भएको रहेछ, बहिनी खाने हो भनेर एउटा आम दिनु भएको थियो। अनि मैले चाहिँ कस्तो गाउँको याद आयो कि गाउँमा चाहिँ आम फलेको हुन्छ नि त, यति बेला आम फलेर अचार हाल्ने, अनि नुन खुर्सानी पिसेर मोलेर खान्थ्यौं नि त। अनि मलाई त्यही याद आयो। सिलौटो त छैन कि मेरो घरमा नुन खुर्सानी पिस्नलाई। अनि मैले त्यो आमलाई सानो सानो टुक्रा गरेर काटेर त्यसमा अलिकति चिनी र नुन खुर्सानी मिसाएर चाहिँ हल्का यसरी चाहिँ खाएको। तपाईहरु खाने भए आउनुस् है। एकदम मिठो छ, अलिअलि खट्टो अलिअलि मिठो, एकदम राम्रो छ क्या। अहिले त गाउँघरतिर कस्तो आमहरू हुन थाल्यो होला। चैत वैशाखमा त झर्छ नि त आमहरू, टिपेर धोइधाइ पारेर अचार हाल्ने अनि खाने हैन। कुटेर नुन खुर्सानी मिसाएर वल्लो घर पिल्लो घर छिमेकीहरू साथीभाइ मिलेर खान्थ्यौँ क्या, बाख्रा उख्ला गएर। त्यो चाहिँ याद आउँछ क्या।